नमस्ते एभ्रिवान, सबैलाई स्वागत छ पवन फिटनेसमा। तपाईहरुले पवन फिटनेसमा देख्न सक्नुहुनेछ विशेष गरेर स्वास्थ्य सम्बन्धी, स्वास्थ्यलाई कसरी फिट राख्ने भनेर स्वास्थ्य सम्बन्धी जानकारीहरू। यसमा चाहिँ म पेटको एक्सर्साइज, मेरो पेट विशेष ठुलो भएको हुनाले म पेटको एक्सर्साइज गर्नु गइरहेको छु। तपाईहरुले पेटको एक्सर्साइज चाहिँ विशेष गरेर रनिङबाट, डोरी हाइकिङ डोरीबाट र सेटअपबाट गर्न सक्नुहुन्छ। पेटको एक्सर्साइज धेरै स्टाइलले गर्न सकिन्छ र मुख्यतया पेटको एक्सर्साइज गर्दाखेरि चाहिँ हामीले विशेष ध्यान दिनुपर्ने कुरा चाहिँ खानादेखि लिएर एक्सर्साइज पनि छ। पेट घटाउनको लागि चाहिँ मेरो पनि 100 केजीबाट अहिले 2 केजी घटाउन सफल, 16 दिनमा 2 केजी घटिसकेको छ। म 100 केजी थियो पहिला, अहिले 98 केजी छु। विशेष गरेर यो पेट घटाउनको लागि चाहिँ बेलुकाको खाना अलिक कम खाने र खाना खाने बित्तिकै रेस्ट नगर्ने। यसो सकिन्छ भने कतै हिँड्ने, हल्का हिँड्ने र 1-2 घन्टा पछि मात्र सुत्ने, अथवा सकिन्छ भने एक्सर्साइज गर्ने, वाकिङ गर्ने, डोरी छ भने हाइकिङ गर्ने। है त गाइज, मेरो चाहिँ सुरु हुन गइरहेको छ आज है 16औं दिनको एक्सर्साइज। तपाईहरुले पनि फलो गर्न सक्नुहुनेछ मलाई। यसमा चाहिँ आमा बुवा, दिदी बहिनी, दाजुभाइ, महिला पुरुष सम्पूर्णले पेट बढेको छ भने चाहिँ यो एक्सर्साइज गर्न सक्नुहुनेछ घरमै। म प्रत्येक दिनको छोटो छोटो आफूले गरेको एक्सर्साइजहरू हाल्नेछु, जसमा तपाईहरुले रिजल्ट पनि देख्न सक्नुहुनेछ। खास मैले सिक्स प्याक निकाल्नको लागि र आर्म्स बनाउनको लागि चाहिँ एक्सर्साइज गरेको होइन। मैले होममै गरेको एक्सर्साइज चाहिँ विशेष गरेर पेटको लागि हो। मेरो पेट धेरै ठुलो भएको हुनाले गर्दाखेरि चाहिँ मैले यो एक्सर्साइज गरेको हो। तपाईहरुले पनि सुरु गर्न सक्नुहुनेछ। पहिला यो डोरीले चाहिँ 50 पटक गर्नुपर्ने हुन्छ। बिहान 50 पटक, बेलुका 50 पटक। मैले 50 पटक गरिसकेको छु है। गाह्रो धेरै हुन्छ एक्सर्साइज पनि। अर्को भनेको पेटको लागि यो छ 1 2 3 4 7 8 9 10 11 12 13 14 10 सेकेन्ड रोकिने। ल 10 सेकेन्ड भयो। 8 9 11 13 14 17 19 20 21 22 25 28 29 30। यो पनि कुरा भयो। गाह्रो हुन्छ एक्सर्साइज गर्नु, खाने बेला सजिलो हुन्छ है। हजुरहरू एक्सर्साइज गर्नु धेरै गाह्रो हुन्छ। अब अर्को भनेको यस्तो 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 27 28 29 30। 29 पटक। यो चाहिँ खास हामी जस्तै यङ केटाहरूले गर्दा हुन्छ। अब ठुला अलि अभिभावकहरूले, बाबाआमाहरूले चाहिँ यो एक्सर्साइज गर्न लिएर हुन्छ। उहाँहरूले गर्नुपर्ने
एक्सर्साइज भनेको चाहिँ सकिन्छ भने सेटअप, होइन भने रनिङ, होइन भने डोरी उफ्रिने। डोरी उफ्रिने त म्याक्सिममले सक्नुहुन्छ, रनिङ र डोरी उफ्रिने यो दुईवटा एक्सर्साइज। डोरी उफ्रिनेलाई चाहिँ जति सक्नुहुन्छ बढाउँदै 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 लान सक्नुहुनेछ। सुरुमा 10 देखि सुरु गर्नुहोस्, भोलिपल्ट 15 पुऱ्याउनुहोस्, फेरि 2 दिन स्टप गर्नुहोस् 15 मा, फेरि 20 पुऱ्याउनुहोस्। यसो गर्दै गर्दै बढाउन सक्नुहुनेछ। गर्न चाहिँ बिहान बेलुकै सकेसम्म बिहान बेलुका गर्नुहोस्। 18 घन्टाको चाहिँ डाइटिङ बस्नुहोस्। बेलुका 7 बजे अथवा 8 बजे खाना खानुभएको छ भने भोलिपल्ट 11 बजेदेखि 12 बजेको बिचमा खाना खानुहोस्। यस्तो रुटिनहरू फलो गऱ्यो भने पेट चाँडोभन्दा चाँडो घट्नेछ। र अर्को कुरा, यो पेट र उमेर किनेर पैसाले पाइँदैन। यो पेटले गर्दाखेरि चाहिँ 10 वर्ष आयु कम हुन्छ। जसको पेट बढेको छ, मोटोपन भनेको जसको फ्याट बढेको छ शरीरमा, यसले चाहिँ अकालमै मृत्यु पनि गराउने गर्छ। त्यसैले तपाईँहरू के गर्नुहोस् भने सक्नुहुन्छ भने एकदम बेलुकाको खाना कम खानुहोस्, होइन। विशेष भातभन्दा पनि यस्तै सागसब्जी फलफुलहरूमा बढी जोड दिनुहोस्। बेलुकाकोमा थोरै खाना खानुहोस्। यति कोरियनहरूले नि यति भन्दा खाँदैन है खाना। अब उनीहरूले यत्रो पेट देखेपछि त कामै दिन गाह्रो भइसक्यो, मलाई त गाली गर्छन्। त्यसैले मैले एक्सर्साइज सुरु गरेको। धेरै मोटाएपछि त एकदम अल्छी भन्छन् र अस्वस्थ भन्छन्। त्यसैले गर्दा मैले पनि एक्सर्साइज सुरु गरेको हो। तपाईँहरूले पनि गर्न सक्नुहुन्छ। मेरो त एक्सर्साइजहरू धेरै स्टेपहरू छ। मेरो चाहिँ होल बडी गरेर आज गर्न चाहिँ विशेष पेटलाई चाहिँ मैले आधार बनाइरहेको छु। अर्को मैले यो झुन्डिनी पनि लिएर आएको छु। यसले पनि मेरो यो छातीतिरको बोसोहरू चाहिँ र आर्म्सको बोसोहरू हल्का घटाउने गर्छ। यसलाई पनि मैले 10 चोटि चाहिँ गर्छु एकचोटि, होइन। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। गाइस 1 2 3 4 5 6 7 8 9 10। ओके गाइस, आजलाई यत्तिकै। हस् त सबैजनालाई बाई बाई। मेरो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला, लाइक, सेयर, कमेन्ट पनि गर्नु होला। हस् त, धन्यवाद।